हेलो नमस्ते फ्याबुलो गुड मर्निङ सबैजनालाई नमस्कार है। र आज भने फेरि मेरो डेली लाइफ त्यही हो है। जिन्दगीमा हार त मान्नु भएन, भिडियो त बनाउनै पर्यो भनेर म भिडियो बनाउन सुरु गरेँ, किनकि मेरो त डेली नै भिडियो यही हो होइन। डेलीको लाइफ त देखाउनै पर्यो है। अब किनकि मलाई यो भिडियो पनि यस्तो रहेछ, मान्छेलाई एउटा नसा लागेको जस्तै रहेछ क्या। मलाई एक दिन भिडियो बनाएन भने के काम गरिनँ जस्तो लाग्छ क्या। तपाईँहरूलाई के कस्तो लाग्छ? अनि म चाहिँ टक्कै माथि ड्युटीमा पुगेर चाय पिएर मैले टक्कै कटिङहरू गर्न थालेँ। कटिङ गरेर चाहिँ के हो भन्दा फेरि आज सन्डे फेरि यति साह्रो बिजी हुन्छ है। होटलको जिन्दगी थियो, रेस्टुरेन्ट लाइनको। अनि बिचरा ऊ बहिनीको चाहिँ आज के छ भन्दाखेरि लास्ट ड्युटी हो क्या। भन्दा फेरि आज काम छोडेर जाँदैछ, आज उयो थियो। त्यहाँबाट हाम्रो यता शर्मिला सेपको चाहिँ बर्थडे थियो, त्यसले गर्दाखेरि झालमुरीहरू बनाएँ। अहिले चाहिँ अब त्यो नराम्रो चिज खाने समय छैन, अहिले भनेको खालि यही हो है। अनि बर्थडे पार्टी भनेको तपाईँको उहाँ चाहिँ गल्फ के भन्छ बर्थडे गर्ल हुनुहुन्छ। अनि बाहिर गएर चाहिँ म एउटा सामान माथि सेन्ट्रल किचनको लागि एउटा केही खानेकुराहरू पुर्याइदिएर चाहिँ म मुनि झरेँ। मुनि झरेको त एकदम राम्रो भइरहेको थियो होइन। त्यहाँबाट चाहिँ मलाई पनि झालमुरी खानु मन लागेर मैले झालमुरी खानु थालेँ। अनि झालमुरी मजाले खाएर चाहिँ टेस्ट गरेको त एकदम दामी बनाएछ भने है। त्यहाँबाट भन्दै हल्का डिनरतर्फ एकदमै बिजी हुन थाल्यो। नानाले यता उयो सुसी बनाउनु थाल्यो है। सुसी बनाएर मैले त्यहाँबाट बहिनीलाई खाना कस्तो रहेछ भने दामी छ भनेर भन्यो। अनि त्यहाँबाट त्यति भन्दा त्यहाँबाट हाम्रो शर्मिला सेपको आङीको यता के अरे केक काट्नुपर्ने भयो। त्यहाँबाट केक सेक काटेर चाहिँ अनि मजाले सबैजनाले सेलिब्रेट गऱ्यौँ है। किनकि यो भिडियो अलिक लामो भएर मैले अलिक स्पिड गरेछु। नानालाई भनेको नाना तपाईँले त कत्रो केक खाएको भनेको त नाना त एकदमै धेरै हाँस्यो। कम्ती खाएको छु कहाँ बेसी खायो भने बहिनीलाई भनेको एक पावा केक त तिमी एक्लैले खायो त भनेको त कहाँ खायो भन्यो। त्यहाँबाट उता गएको त भेनाले बिचारा खाना नपाएर भर्खर बनाएको कुकरमा खाँदै रहेछ है। त्यहाँबाट उसले चाहिँ आज ननभेज नखाने नि त भेनाले चाहिँ, त्यो भएर पनिर बनाएर खाएछ। अनि किनकि भोलि मन्दिर जाँदै रहेछ त्यसले गर्दा फेरि पनिर रहेछ आज कि। अनि त्यो खाएर त्यो देखाएर चाहिँ म यता फर्केँ। अनि मलाई फेरि बहिनीले केक ल्याइदिएको रहेछ, केक खानु नि भन्दै। त्यहाँबाट ल देऊ न त अनि एउटा टेस्ट गरिदिउँ भनेर केक खाएँ मैले। केक खाएको त एकदमै टेस्ट रहेछ। त्यहाँ प्रमोद भाइलाई भनेको तिम्रो कुन चाहिँ फेभरेट केक चाहिँ कुन चाहिँ हो भनेको, मेरो त चक्लेटै हो नि भन्यो। चक्लेट फ्लेभरको ल्याएको रहेछ। सो एकदमै मिठो लाग्यो। त्यहाँबाट त्यति खाएर चाहिँ म क्लोजिङहरू सबै सकेर आज सन्डे डिप क्लिनिङ है। अनि साथीहरू सबै टाइम गरी निकै अब क्लोजिङ गरेर निकै थाकिरहेको थियो। आज डिप क्लिनिङ हो, सन्डे होटल लाइनमा त्यस्तै हुन्छ, तपाईँहरूलाई पनि थाहा छ। सो गाइज यति भन्दै होइन अहिले टाइम पनि मेरो 1 बजिसकेको छ हो, हेर्नु भएको छ। अनि सो यतिभित्र पङ्कज सर पनि बिचरा धेरै खट्नु भएको थियो। हाम्रो बहिनीहरू पनि सबैजना ड्युटी निस्किसकेको छ ड्युटीबाट। अनि रक्षित पनि निस्किसकेको छ। बहिनीलाई गुड नाइट भन्दै म पनि अब किनकि रुम धेरै टाढो छ, टाढो जानुपर्ने हुन्छ है। डेलीको लाइफ हो। सो गाइज तपाईँहरूले माया साथ सपोर्ट दिनु होला, माया साथ सपोर्ट दिनु नभुलिनु होला। ल गाइज एकछिन भन्दै बिदा लिन चाहन्छु। बाई सबैजनालाई।